अरू नै हुन्छ के ल है ल है के बनाउने हो बनाऊ है ल अब अहिले चाहिँ हामी मनोकामना मन्दिरमा चाहिँ आइपुगेका छौँ सबैले आफ्नो आफ्नो इच्छा अनुसार के दान धर्म दक्षिणा के गर्ने हो गरौँ अनलाइन हाल्दिनु अनलाइन हाल्दिनु हामी जसो गरे पनि भयो भ्यागु त स्टाइलको कहाँबाट आयो भ्यागु नामै ल यहाँ चाहिँ भ्यागु त जस्तै ढुङ्गो भएको भएर यसलाई चाहिँ भ्यागुतै ढुङ्गो भनेर भनेको अरे यो चाहिँ बाघ पनि छैन त टाटे पाकेर देखिरहेको यहाँ पनि रहेछ ईश्वर साहबले ढुङ्गा ल्याइदिनु भनेछ 5 वटा भाइ यहाँबाट यहाँ भने के शालिग्राम भन्नु भएको यहाँको राम्रो रहेछ हौ एकदमै कुन हो दाजु के गरे दाजु हजुर हजुर ए वारी जमुना पारी जमुना भनेको यतै हो ए ल ठिक छ ल त्यति बेला खेमराज गुरुङ लानु यहीँनिर त ल्याएर डाँडाको थियो ए हो कसलाई अरे खेमराज गुरुङ दाजु कहाँदेखि आउनुभयो म होइन म त पहिले नै यो ढुङ्गाहरू लगाउने मै थिएँ क्या पहिले यहाँ ए हो बोक्ने पनि मै थिएँ यो बाढी आएर पुर्दाखेरि यो निकाल्दाखेरि यो ढुङ्गाहरू बोक्ने मै थिएँ ल ठिक छ धेरै पछाडि गाडीमै जाने जानुपर्ने कहाँसम्म हो कहाँसम्मको यात्रा हो यात्रा निकै टाढाको हो सतीघाट अनि आज बेलुकासम्म पुग्नुहुन्छ त होइन हिँड्दै जाने कुरा छ त अनि आजको यात्रा कस्तो भयो त हजुरको लङ्गडा छौँ अब गाडीमा जाने विचार छ नि हाम्रो ए हो र कहाँदेखि आउनुभयो हजुर यो विराटनगर महानगरपालिकादेखि आएको धेरै टाढादेखि 52 छ त एकदम उच्च मनोबलका साथ हजुर खट्ने भनेर शङ्ख सभामा आएको हजुर यही अवसरमा मनोकामनाको दर्शन गरिहालौँ भनेर भनेपछि मनोकामना माताको दर्शन गरेर एकदम हाई मोरलका साथ चाहिँ हाई मोरलका साथ हामी चुनाव गराउन एकदम तयारी भइसक्यो तयारी हालतमा हुनुहुन्छ होइन त ल ठिक छ त्यसो भने अनि आजको यात्रा चाहिँ कस्तो रह्यो हजुरको बताइदिनुहोस् न आजको यात्रा चाहिँ एकदम सर एकदम रमाइलो दायाँ बायाँ गऱ्यो भने टिका लगाइदिन्छ आज जोडी सोडी नभएकाहरूको पनि जोडी मिल्छ अब एकदम बाटो खुल्लो सबैको मनोकामना माताले हो यो चाहिँ विशेष गरेर यतापट्टि कामना गर्नुपर्छ यहाँ हुनुहुन्छ भगवानले दिइसक्नु भएको धेरै कुरा दिनुभयो जोडीको अपेक्षा मेरो ज्ञानी गुणी एकदम घर व्यवहार राम्रोसँग चल्ने खालको माताले व्यवहार चल्ने हो हजुर घर व्यवहार अहिले चलाउन सक्ने ल ठिक छ भनेको मान्ने खालको ल दादा सुरु गरौँ न अब पानी खाऊ ल कविताले गर्छ दादाहरूको लेभलमा फोटो खिच्दै लगेर सर त तल नै चेक्क देखिनु हुँदो रहेछ घाँटी मात्र आउँदो रहेछ दादाको पेटदेखि खिचेको हजुरको त घाँटी मात्र आउँदो रहेछ साह्रै तिर्खाको अवस्था हो दायाँमा भयो कि टिका भाइरल अहिले चाहिँ हाम्रो टोली एकदमै हिँड्दा थाकेर यसो विश्राम गर्दै गरेको अवस्था छ हजुर खोइ
हाम्रो जुङ्गे सर कता हराउनु भयो जुवा भएको मान्छे भेट्यो भने पक्रिहाल्नुपर्छ। यता सर पनि साह्रै थाक्नु भयो जस्तो छ बिजोग भयो। यता हाम्रो चाहिँ विशेष सरलाई साह्रै गर्मी भएर चाहिँ यता बरफ खाँदै हुन्छ। के छ अवस्था निकै नाजुक भयो। अरू खोलाको किनार भए पनि गर्मी चाहिँ असाध्यै गर्मी रहेछ। यो पहाडी जिल्ला भोजपुर र यो हिमाली जिल्ला सङ्खुवासभा भए पनि यहाँ गर्मी चाहिँ खै कहाँबाट छिरो छिरो थाहै पायो। ल ठिक छ लागौँ नि त हामी हाम्रो गन्तव्यतिर। यहाँ धेरै बेर बसेर पनि हुँदैन, जाउँ। ल अहिले चाहिँ हामी यो सडानन्द नगरपालिका वडा नम्बर 6 सतीघाट भोजपुर स्थितमा रहेको चाहिँ मकालु हिमालयन एग्रो टुरिज्म भन्ने ठाउँमा रहेको छौँ। यहाँबाट प्रवेश गर्दैछौँ भित्र। एकदमै मनमोहक दृश्य देख्न सकिन्छ। हाम्रो सरहरू चाहिँ यहाँनिर अवलोकन गर्दै हुन्छ। कोही फोटो खिच्न टिकटक बनाउन एकदमै व्यस्त हुनुहुन्छ। अघि हिँड्दै हिँड्दै आएको थकान चाहिँ अब यहाँको चाहिँ मनमोहक दृश्यले चाहिँ अहिलेको थकान सबै मेटाउला जस्तो छ होइन त। ओहो ल यस्तो दामी दामी रहेछ नि त यहाँनिर त। कस्तो राम्रो रहेछ ल हेर्नु त बर्डहरू बनाएको दामी दामी। फुलका कस्ता राम्रो बनाएको भयो। सर अघि थाकेँ भन्ने हुन्थ्यो अनि अहिलेको यस्तो मनमोहक दृश्य देख्दा तपाईँको थकान मेटियो मेटिएन? मिटिङ अनि मन खुरुङ्ग भइसकेको के है? गरौँ, हाँसौँ कि नाचौँ कि घुमौँ कि ओहो यो हिमालयन टुरिज्म रिसोर्टमा चाहिँ एकदमै धेरै मनमोहक दृश्य रहेछ है। एकदमै राम्रो राम्रो ढुङ्गाको आकृतिहरू बनाएको पनि चाहिँ आकृतिहरू राखेको रहेछ यहाँनिर। ती ढकमक्क रातै फुल फुल्या छ। नजिकको तीर्थ हेला भएकै हो त सर? नजिकको तीर्थ हेला भएकै हो? विराटनगरदेखि चाहिँ खाँदबारीसम्म आएर आज चाहिँ हामीले मनोकामना माताको दर्शन गरेर अब हामी खाँदबारीतर्फ पुनः लाग्दैछौँ। आजको यात्रा एकदमै रमाइलो भयो। यहाँ चाहिँ निकै लगभग विराटनगर जति गर्मी रहेछ यहाँनिर मनोकामना मन्दिरमा चाहिँ। एकदम तातो पसिना पसिना पनि आइरहेको छ। सुवास भाइ आउँदै हुन्छ। ल दर्शन पश्चात चाहिँ हामी चाहिँ जानको लागि रेडी हुँदैछौँ। हाम्रो सर हुनुहुन्छ यहाँनिर। यहाँ टिकटक बनाउन कोही चाहिँ व्यस्त हुनुहुन्छ हेर अवस्था। टिकटक बनाइसक्यो? टिकटक पोस्ट भइसक्यो? के छ हाम्रो विशेषको अब जानको लागि तयारी हो? अवस्था गम्भीर छ, यहाँ गर्मी भइरहेछ। अलिकति निराश हुनुहुन्छ नि तपाईँ? गाडीमा एसी छैन, अलि निराश पनि छु म। शिशिर छ? गाडी चढेपछि अलिकति ठिक छ नि अवस्था? एकदम ठिक छु हजुर। लागौँ त हामी अब? उहाँको सबै इच्छा पुरा गरिदिने भइसक्नु भयो। दादा त्यही उहाँले टिकटै लिइसक्नु भयो। हो दादा त्यही गरौँ है। त्यही गरौँ अब। ल लागौँ त्यही है। गरौँ, हवस् त नमस्ते। र मन्दिर दर्शन पश्चात अन्त्यमा भोजपुर जिल्लाको सडानन्द नगरपालिका अन्तर्गत रहेका विभिन्न ठाउँहरूको समेत अवलोकन गरेर हामी आफ्नो गन्तव्यतर्फ प्रस्थान गऱ्यौँ।